सबै फुटबल खेलाडीको ठुलो सपना हुन्छ स्पेनिस क्लबहरूमा फुटबल खेल्ने। त्यही सपनाको भारी बोकेर विमल घरती मगर पनि 2 महिना अघि स्पेन पुगेका थिए। यति बेला उनले एक स्पेनिस टेलिभिजनसँग कुराकानी गर्दै भने, मेरो स्पेनमा ट्रायल राम्रो भइरहेको छ। मैले 5 म्याचमा कुल 7 गोल गरेको छु। मलाई यहाँका प्रशिक्षकहरूले धेरै नै मन पराउनु भएको छ। उनले टेलिभिजनसँग कुराकानी गर्दै भने, म नेपाल गएर यहाँ सिकेको कौशल, सिप र क्षमतालाई आफ्नो राष्ट्रिय टोलीमा देखाउनेछु। यति बेला विमल स्पेनिस क्लबमा ट्रायल गरिरहेका छन्। नेपालका स्टार भन्दै कहलाइएका विमल स्पेनमा पनि आफ्नो स्टारडम छोड्न सफल भएका छन्। हुन त स्पेनिस क्लबमा छनौट हुन वा स्पेनिस क्लबमा खेल्न धेरै नै मेहनत गर्नुपर्ने भए तापनि विमलले त्यो मेहनत गर्न तयार रहेको बताएका छन्। उक्त 45 मिनटको सोमा विमलले कुराकानी गर्दै भने, म नेपालबाट खेलेको धेरै पहिला हो। मैले नेपाललाई 19 वर्षभन्दा मुनिका उपाधिहरूमा वञ्चित गराएको छैन। अर्थात् मैले नेपाललाई 19 वर्षभन्दा मुनिका उपाधि जिताएको छु, विमलले भने। यति बेला भने अब विमल नेपाल फर्किँदैछन्। विमलले उक्त टेलिभिजनसँग अन्तर्वार्तामा भने, म एसियाली कप छनौटको लागि नेपाल फर्कँदैछु। यद्यपि म फेरि पुनः स्पेन आउनेछु। सबै फुटबल खेलाडीको ठुलो सपना हुन्छ स्पेनिस क्लबहरूमा फुटबल खेल्ने।